जय मसी नमस्कार यहाँहरू सबैजनालाई। म मनु तामाङ, मेरो मनु तामाङ युट्युब च्यानलमा यहाँलाई स्वागत गर्न चाहन्छु। आज हामी गोरातिर जाँदैछौँ, म सँगसँगै तपाईँहरू पनि जाउँ आउनुहोस्। हामी आज गोर्खा जिल्ला घुम्न जाँदैछौँ अनि सबैजना दिदीबहिनीहरू मिलेर यहाँनिर आइपुगेका छौँ। यहाँहरूलाई पनि हामी सँगसँगै हेर्नु होला। यहाँलाई मेरो मनु तामाङ युट्युब च्यानलमा यहाँलाई स्वागत छ। हेलो नमस्कार, यहाँहरू सबैजनालाई मनु तामाङ युट्युब च्यानलमा स्वागत छ। सबैजना सुतेर सिल्टीपुर खाएको अवस्था छ गाइस। हेर्न यतातिर सबैजना जय मसी सबैजनालाई। ल हेर्नुहोस्, आलु खैरिनी बगाएर हामी चट्ट लाएर खाजा खान्छौँ। उहाँले भन्नुहुन्छ कहाँनिर भनेर सबैजना सुत्नुहुन्छ भनेर म चाहिँ यसो पन्नी गर्दैछु अनि यहाँ सबै दिदीबहिनीहरू पनि बसिराख्नु भएको छ। हामी बाटोमा रमाइलो गरेर जाँदैछौँ, रमाइलो पनि हुँदैछ। गुरुजी हुनुहुन्छ, यता दिदीबहिनीहरू हुनुहुन्छ, सबै न्याउमा परेर बस्नुभयो। त्यसैले गर्दाखेरि मैले चाहिँ यसो रमाइलो गर्दै उठाइराखेको अवस्था हो, त्यस्तो केही त होइन। आज हामी कहाँ जाँदैछौँ भने जाँदैछौँ, शान्त प्रार्थनाको लागि जाँदैछौँ। गीता दिदी कालो चस्मा लाऊ है माया विशाल बजारको। आज हामी गोर्खा दरबार जाँदैछौँ, शान्त प्रार्थना एकदम एक्साइटेड भएर घुमाउने आइपुगेका छौँ गाइजहरू। नसुतम पानीको तृष्णा छ, त्यस्तै मलाई क्रिस्को माया छ। यस यस तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ, त्यस्तै मलाई क्रिस्को माया छ। नाति दिदीबहिनीहरू स्याबास, भेरी गुड, गुड जब। सुत्नलाई आएको होइन, सुत्नलाई त घरै थियो, सुत्नलाई होइन है, हामी नाचौँ। स्याबास, भेरी गुड, वान्स मोर, भेरी गुड गाइज। ताली बजाऊ गाइज। तिर पुरै कुहिरो लागेको छ, गोर्खातिर कस्तो छ थाहा छैन। गोर्खा जिल्ला घुम्न आउन सक्नुहुन्छ।
हामी यो पुल तरेर जान्छौँ मुङलिन बजार आयो हामी तलै सुन्तला पाइन्छ हेर्नुहोस् है यो चाहिँ मुङलिन बजार हो हामी मुङलिन बजार आइपुग्यौँ हेर्न सक्नुहुन्छ हामी अब यताबाट उता गयो भने काठमाडौँ यताबाट चाहिँ हामी लाग्दैछौँ ल लिला खोइ खोइ जाम भयो यहाँनिर सबैले ब्यानर हामी आफै ब्यानर हो यसको नाउँमा हामी ब्यानर हो र मुङलिनको पुरानो पुल चाहिँ उतापट्टि छ हेर्नुहोस् है यो चाहिँ नयाँ पुल हो यो पनि यस्तो अवस्था भइसक्यो अब यसलाई के भन्नुहुन्छ तपाईँहरू आफै भन्नुहोस् मेरो भन्नु केही छैन तपाईँहरू आफै भन्नुहोस् पुल कटेर लाग्यौँ यतातिर सबैजना के भन्छ अरे पोखरा हेर्न जाने भनेर प्लान बनाउँदैछौँ अब हेरौँ त्यहाँ गएर हेर्नेछौँ हामी सबैजना यहाँ ऐना पोखरा हेर्न जान लागिरहेछौँ हाम्रो साथी आमा दिदी बहिनीहरू आउँदै हुनुहुन्छ जय मसी एभ्रीबडी जाँदैछौँ अब इन्जोय गर्नुपर्छ नमस्कार हाम्रो हो लीलावतीले मामा भेटी यहाँ भेटे आज हाम्रो हामी सबैको मामा नमस्ते मामा आउनु ल ल हामी ऐना पोखरा हेर्न जाँदैछौँ हेर्नुहोस् है सबैजना मिलेर तपाईँहरू पनि हामी सँगसँगै हेर्नु होला मेरो आमा दिदी बहिनीहरू होला आमा दिदी बहिनीहरू ल यसरी आउँदैछौँ हामी होइन सबैजना पानी पर्या हो कि पर्न ला हो यस्तो हुँदैछ है गीता दिदी आउनु भएको छ पोखरा यसरी हेर्नलाई यसरी आउँदैछौँ राम्रो छ ल ल ल ल गाइजहरु ल ल भगवती आमा ल ल ल ल सबैजना आउनुहोस् ल ए हाम्रो बहिनीहरु टिकट कसरी छ एकजनाको 50 टिकट एकजनाको 50 अर्थमन्त्री कता हो अर्थमन्त्री त्यसरी हिँड्दैछौँ हामी टिकट काट्दैछौँ हाम्रो टिकट आउँदैछ ल है ल 23 जना छौँ हामी ल ल जाम 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 ल फास्ट 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 ल है त तुम भी क्या याद करोगे आज का दिन एवरीबडी इफ यू डोंट माइंड यू नो दैट गुलेली फ्याट चरा भुतुक्कै सेल्टु फ्ल्याट ल ल इनस उत्तर स्थल 2134 मिटरको उचाइमा रहेको हाम्रो उषा अनि हामी हिँड्दैछौँ उषा पनि आइपुग्यो तागत दिएर हिँड्दैछौँ यहाँलाई स्वागत छ हाम्रो धन्यवाद यो युट्युब च्यानलमा सब्स्क्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला आमाहरू पनि घुमेर आउनु भएको छ हामी पनि यो मेरो देउरानी यहाँ पुरै एकदम बडो गाह्रो भइरहेछ सबैजना बिहान बिहान हामी मात्रै होला भनेको त सबैजना फर्स्ट हुनुभएछ
ल हेर्नुहोस् यस्तो पोखरा छ त्यसै ऐना पोखरा भनेर चाहिँ होइन रहेछ गाइज ल हेर्नु ल ओ माई गुडनेस हेलो एभ्रीबडी गाइज कता कतिरै छ हामी हल्ला गरिरहेछौँ गयो यसरी म हिँड्दैछु होइन जिन्दगीमा केही पनि छैन कहिले काहीँ रमाइलो पनि गर्नुपर्छ अरू आउँदै हुनुहुन्छ सबैजना घुमेर आइसक्नु भयो हेलो स्वागत छ है हामी पनि घुम्दैछौँ एकदम यस्तो रहेछ देख्दाखेरि सामान्य लागेको थियो तपाईँले हेर्नु होला है त यस्तो रहेछ म हेर्दैछु सबैजना घुमेर आइसक्नु भयो हामी हिँड्दैछौँ सबै घुमेर आइसक्नु भयो हामी चाहिँ जाँदैछौँ खेल्ने ठाउँ पनि रहेछ सबैजना माई गुडनेस ल हेर्नु यस्तो खेल्ने ठाउँहरू पनि भनेपछि यहाँबाट जानलाई चाहिँ टिकट काट्नु पर्ने हो भन्ने लाग्यो मलाई आउँदै हुनुहुन्छ उहाँहरू पनि त्यतातिर चाहिँ घुम्ने ठाउँहरू रहेछ यसो छ हेर्नु होला मेरो देउरानी हेलो 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 ल जेठानीजी दौड्यौँ आउनु 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 यो टिकट काटेर जानुपर्छ ऊ त्यसमा त्यो जुन छ नि यो हो यसमा चढ्नको लागि त्यहाँबाट चढेर पारी जाने त्यो डोरीमा समातेर जाने हो त्यो ऊ टोइलेट छ ऊ यतातिर चाहिँ टोइलेट जान मन छ भने ऊ यता छ है ल हामी यहीसम्म हो टोइलेट जाने भन्दैछ हाम्रो लक्ष्मीले यतातिर हेरेर यसरी हामी फर्किँदैछौँ कतिजना चाहिँ आउनुभयो कतिजना आउनु भएन है त कतिजना चाहिँ बिचमै हुनुहुन्छ फोटो खिच्दै हुनुहुन्छ जे होस् ठिकै ल हामी चाहिँ सबैतिर हेरेर हामी जेठानी देउरानी हिँडेका छौँ फर्किँदैछ हाम्रो छोराछोरीले हेर हो बाबु हो आमाहरू यता छ यसरी अनुग्रहको महसुस गरेछौँ यसरी छौँ है हामी ल्याएर तलबाट यसरी पहाड रहेछ क्या यहाँनिर हेर्नु होला तपाईँहरू पनि अनि हामी घुमेर भ्यायौँ अब उहाँहरू आउँदै हुनुहुन्छ हामी भ्याइसक्यौँ अब त्यो भएर अब यसरी ल फर्किँदैछौँ हामी ल हेर्नुहोस् ल है त जय मसी एभ्रीबडी उहाँहरू यसरी आउँदै हुनुहुन्छ हामी चाहिँ फर्क्यौँ ल गएर आउनु ल गएर आउनु है त ल हामी गएर आयौँ रिफ्रेस हुनको लागि पनि हिँडेका छौँ तपाईँ हाम्रो जीवनमा यो पनि आवश्यक त छ कतिपय अवस्थामा जुनसुकै काममा पनि रिफ्रेस हुन चाहिँ आवश्यक छ यहाँनिर बस्ने ठाउँहरू छ अनि यता तलतिर यो पनि छ
ल स्वागत छ सबैजनालाई। ल ल यहाँ हाम्रो एलिसा नानीकोमा हामी आएका छौँ। अस्ति पनि हामी आएर गएको थियौँ। नानी चाहिँ विश्वासी है। जय मसी जय मसी। ल जय मसी। यहाँ हामी खाजा खाना आएका छौँ। जे व्यवस्था हुन्छ त्यही खाँदैछौँ। कपिला दिदी यता हुनुहुन्छ, यता आमा हुनुहुन्छ है त। राम्रो खिच्छ त ल। एक काँटा चाहिँ एकछिनसँग दोध्ला त कता यसो अगाडि मिलाएर तपाईँ मसँग फ्रेन्ड साइड छैन? कति टाढा गर्नु भयो त्यहाँ गएर भन्नु नि। ल ल ल ल आहा यस्तो नगर्नु है, तपाईँको त चस्मा लीलावती ए हस् वेलकम। सबै हाम्रो बस्नु होला त। यहाँ भनेको छ नदेखेको कुरा। हामीले परमेश्वरलाई देखेर विश्वास गर्न त आएको छ होइन, र हाम्रो विश्वास र भरोसामा परमेश्वर हाम्रो मुक्तिदाता उद्धारकर्ता, हाम्रो आशा भरोसा भनेर हाम्रो सङ्ग्रहालय यसरी पर्यो। ल यहाँ बाबुले फोटो खिच्दैछ। फेरि हामी घुम्न आएका छौँ। लीला यसरी छ। यता यता सबै यता आउनु यता। होइन टिकट बन्दीपुर जाउँला बन्दीपुर बन्दीपुर जाउँला। ल गाइज जाउँला सँगै यहाँ नौला एकछिन सब गर्नु। यहाँ गीत निकालौँ न। बन्दीपुर जाउँ सरर ल सर सरर सरर यसरी हामी आएको छौँ। यो गर्छु भन्दै त्यो गर्छु भन्दै जीवन यहाँ साउँछ। यो गर्छु भन्दै त्यो गर्छु भन्दै जीवन साउँछ। आर्मी जनताको श्रीमती नै हो।
सबै कुरा गरेर ल पनि यसरी जान लाग्यो सबैजना सकाएर ल सकाएर यसरी छौँ गाइजहरू यहीँबाट छ नि यसरी गएको हो कि ल अब घर जाउँ